के सानप खुजो कोरियाको औद्योगिक संरचना। अब हाङ्गुके भनेको कोरियाको भयो, अनि सानप भनेको औद्योगिक र खुजो भनेको संरचना। पहिलो प्याराग्राफमा छ हाङ्गुके सानप खुजोनुन कोरियाको औद्योगिक संरचना चाहिँ खिसुल ह्याक्सिन भनेको सिपमा नवीनतम अथवा नयाँ भन्न खोजेको, खिसुल ह्याक्सिन ग्वा भनेको सिपमा नवीनतम र ग्लोबल फाए भनेको विश्वव्यापीकरण तारा अनुसार छिसोक चगुरो निरन्तर रूपमा फ्यान्वा हागो सुम्निदा परिवर्तन भइरहेको छ। ख्वागएनुन विगतमा नोङअपग्वा ख्याङ्गोङअप भनेको विगतमा चाहिँ नोङअप भनेको कृषि अनि तपाईको ख्याङ्गोङअप भनेको सामान्य उद्योग भन्ने अर्थ लाग्छ। विगतमा कृषि र सामान्य उद्योगमा चाहिँ छोङसिमे सानप केन्द्रित रहेको औद्योगिक खुजो यज्जिमान संरचना भए तापनि ह्यान्जेनुन वर्तमानमा चाहिँ छेजो अबग्वा सविसो अप उत्पादन क्षेत्र र सेवा क्षेत्र दुङ आदि खोबुगागाछी भनेको मूल्यवर्धक भन्न खोजेको। यो खोबुगागाछी भनेको चाहिँ मूल्यवर्धक सानपे उद्योगको फिजुङी भनेको फिजुङ भनेको अनुपात, फिजुङी अनुपात चाहिँ नोफा जसुम्निदा उच्च भइरहेको छ भनेर भने है। र यसमा भनेको कुरा के छ भन्दाखेरि अब कोरियाको औद्योगिक संरचनामा चाहिँ अथवा संरचना चाहिँ सिपमा नवीनतम है नयाँ नयाँ सिपहरू टेक्नोलोजीहरू र विश्वव्यापीकरण है यो सबै ठाउँमा चाहिँ विश्वव्यापीकरण सबै ठाउँमा प्रसिद्ध भइरहेको छ भन्न खोजेको। त्यो अनुसार निरन्तर रूपमा परिवर्तन भइरहेको छ। विगतमा कृषि र सामान्य उद्योगमा केन्द्रित रहेको औद्योगिक संरचना अब पहिला धेरै कृषिमा आधारित उद्योग थियो, कृषिमा निर्भर रहनु पर्थ्यो कृषि उद्योगहरूमा, अनि अरू सामान्य साना उद्योगहरूमा तपाईको केन्द्रित रहेको औद्योगिक संरचना थियो भने अहिले चाहिँ उत्पादन क्षेत्र र सेवा क्षेत्र आदि ठूला मूल्यवर्धक उद्योगहरूको अनुपात पनि उच्च भइरहेको छ, ठूला उद्योगहरूको स्थापना भइरहेको छ भनेर चाहिँ यसले भन्न खोजेको छ। त्यस्तै दोस्रो प्याराग्राफमा छ नोङअप कृषि, अअप माछा पालन, इमअप जंगल दुङ्गे आदिको इल्छा पहिलो चरण, इल्छा सानापुन पहिलो चरणका उद्योग चाहिँ हाङ्गुके कोरियाको छन्जे भनेको जम्मा अथवा टोटल भन्ने हुन्छ यो। अनि जीडीपी हैन हेर्नुस् त छन्जे जीडीपी भनेको छ नि, यो जीडीपी भनेको ग्रस डोमेस्टिक प्रोडक्ट भन्ने हुन्छ है। यसलाई नेपालीमा के भनिन्छ कुल ग्राहस्थ उत्पादन भनेर भनिन्छ जीडीपी। यो अब जान्नुपर्ने आवश्यकता भएन, कुल ग्राहस्थ उत्पादन भनेर सम्झिनुस् अनि जीडीपी भनेर सम्झिनुस् है। यसलाई फेरि भन्छु नोङअप कृषि, अप माछा पालन, इमअप जंगल दुङ्गे आदिको इल्छा सानापुन पहिलो चरणका उद्योग चाहिँ हाङ्गुके कोरियाको छन्जे जम्मा ग्रस डोमेस्टिक प्रोडक्ट जीडीपी अथवा कुल ग्राहस्थ उत्पादनमा छाजी हानुन ओगट्ने फिजुङी अनुपात अथवा अनुपात चाहिँ यो साङदे जगुरो भनेको अपेक्षा अनुरूप भनेको है। साङदे जगुरो भने अथवा दोस्रो अर्को भन्दा भन्न पनि मिल्छ, तर यहाँ के भनौं साङदे जगुरो भनेको अपेक्षा अनुसार नाजिमान कम भए तापनि खुङमिने नागरिकको खिबोन सेङहारे भनेको सामान्य जीवनयापनमा नागरिकको सामान्य जीवनयापनमा फिरहान आवश्यक पर्ने नङसानमूल कृषि उत्पादन, सुसानमूल सामुद्रिक उत्पादन, इम्सानमूल वन उत्पादन दुङ्गे आदिको सेङसानेस उत्पादनमा यजनी भनेको अझै पनि छुङेहान महत्त्वपूर्ण यकहारुल हागो सुम्निदा महत्त्वपूर्ण भूमिका चाहिँ यकाल भनेको भूमिका खेलिरहेको छ भनेर दोस्रो प्याराग्राफले व्याख्या गरे है। फरसर नेपालीमा भनौं अब कृषि, माछा पालन, जंगल आदि पहिलो चरणका उद्योग चाहिँ कोरियाको जम्मा जीडीपीमा ओगट्ने अनुपात अपेक्षा अनुसार कम भए तापनि नागरिकको सामान्य जीवनयापनमा आवश्यक पर्ने कृषि उत्पादन, सामुद्रिक उत्पादन, वनजन्य उत्पादन आदि उत्पादनमा अझै पनि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् भने यसले भन्न खोजेको के भने कृषि, माछा पालन, जंगल आदिबाट उत्पादन हुने अब त्यो जुन इन्कम हुन्छ नि जीडीपीमा जोडिने भयो नि त ग्रस डोमेस्टिक प्रोडक्ट भनिएको थियो जसलाई कुल ग्राहस्थ उत्पादन भनिन्छ। त्यसमा चाहिँ यसले दिने सहायता जति पर्सेन्ट हुन्छ त्यसको
केही मात्रै पर्सेन्ट छ, कृषि, माछा पालन, जंगल आदिको थोरै अपेक्षा अनुसार कम छ, तर पनि नागरिकको सामान्य जीवनयापनमा आवश्यक पर्ने कृषि उत्पादन लगायतका यस्ता कुरा, जंगलबाट प्राप्त हुने वनजन्य उत्पादन, सामुद्रिक उत्पादन आदि उत्पादन भएर चाहिँ यसले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भनेर भनेको छ। त्यस्तो नबुझ्ने केही पनि छैन, सर पढ्नुस्, बुझ्नुस्, सुन्नुस् अनि यो मिनिङहरू घोक्नुस्, अब गाह्रो हुँदैन। त्यस्तै तेस्रो प्याराग्राफमा छ ह्यान्जे वर्तमानमा भनेको अहिले चाहिँ, हाङ्गुकुन कोरिया चाहिँ, छन्जा भनेको इलेक्ट्रोनिक, छादोङछा गाडी, छोसन पानी जहाज, ह्वाक सानफ केमिकल उद्योग, दुङ्गेचा आदिमा, सेगे जगिन विश्वव्यापी रूपमा भन्न खोजेको, ख्याङ्ज्याङ्याकुल ख्याङ्ज्याङ्न्यक भनेको प्रतिस्पर्धा, ख्याङ्ज्याङ्न्यकुल प्रतिस्पर्धा खाजेको स्तुमिता गरिरहेको छ। थुकी विशेष गरी सामसङ भनेको सामसुङ भयो, ह्यान्डे हुन्डाई, एलजी वा खाथुन एलजी जस्ता थेगी अब्दुरी ठुला उद्योगहरूले ग्लोबल भनेको ग्लोबल्ली भन्न खोजेको, विश्व भनेको है ग्लोबल्ली भनेको विश्वभरि भन्न खोजेको, ग्लोबल सिजाङे छ विश्व बजारमा छुङहान महत्त्वपूर्ण, विचिरुल भनेको ठाउँ अथवा स्थान, छाजी आगो स्तुमिता घटिरहेको छ, तोहान साथै अब आईटी इन्फर्मेसन टेक्नोलोजी वा र सफ्टवेयर भनेको सफ्टवेयर भनेको है, सफ्टवेयर भनेको सफ्टवेयर, सानपे सफ्टवेयर उद्योगको फाल्जनुल विकासलाई, फाथाङ्रो भनेको ध्यानमा राखेर, खुमिङ वित्तीय, त्यस्तै ख्ययुक भनेको शिक्षा अथवा तालिम, उइर्यो भनेको उपचार, ख्वानगाङ पर्यटन, दुङ्गे आदि सविसु सानपी सेवा उद्योगले पनि हाङ्गुके कोरियाको डिजिटल है, यसलाई चाहिँ त थिजिटल भने पनि यो डिजिटल भन्न खोजेको, डिजिटल ख्याङ्जे भनेको कोरियाको डिजिटल आर्थिक फाल्जनुल विकासको लागि चाहिँ इक्कुलगो सुम्निदा नेतृत्व, इक्कुलगो सुम्निदा भनेको नेतृत्व गरिरहेको छ। खुरीको साथै हाङ्गुके कोरियाको केपअप भनेको कोरियन पप है, यो संगीतको कुरा भयो, केपअप कोरियन पप, ड्रामा यङहा भनेको फिल्म, दुङ्गे आदिले, सेगे जग इन्गी भनेको विश्वव्यापी लोकप्रियता है, विश्वव्यापी लोकप्रियतामा सेगे जग इन्गी भनेको विश्वव्यापी लोकप्रियतामा, हिमिब भनेको बल पुर्याउनु है, हिमिब बल पुर्याएर, मुन्फा भनेको सांस्कृतिक, खन्थेन्जो भनेको कन्टेन्ट अथवा सामग्री है, मुन्फा खन्थेन्जो सानप भनेको सांस्कृतिक सामग्री उद्योगले, सानप्दो उद्योगले पनि, खुन ठुलो छोमगुल फादगो सुम्निदा, ठुलो खुन भनेको ठुलो, छुमगुल फात्ता भनेको ध्यान आकर्षण पाउनु, छुमक भनेको ध्यान आकर्षण है, खुन छुमगुल फादगो सुम्निदा ठुलो ध्यान आकर्षण पाइरहेको छ भनेको छ। र यसलाई सरल नेपालीमा भनौँ, वर्तमानमा चाहिँ कोरिया, अब वर्तमानमा कोरिया चाहिँ कस्तो भने इलेक्ट्रिक उद्योग, इलेक्ट्रोनिक उद्योग, गाडी उद्योग, पानी जहाज उद्योग, केमिकल उद्योग आदिमा विश्वव्यापी रूपमा प्रतिस्पर्धा गरिरहेको छ। अरूसँग चाहिँ अरू देशले निर्माण गरेका इलेक्ट्रिक आइटम भयो, गाडी, तिनीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ। विशेष गरी कोरियामा प्रख्यात के हो, सामसुङ, हुन्डाई, एलजी जस्ता ठुला उद्योगहरूले विश्व बजारमा चाहिँ ठुलो ठाउँ ओगटिरहेका छन्। अब हाम्रो नेपालमा पनि योसँग रिलेटेड सबै कुराहरू पाइन्छ नि त, भनेको विश्वव्यापी रूपमा यी सामग्रीहरू प्रसिद्ध छन्, ठाउँ ओगटिरहेका छन्। साथै आईटी र सफ्टवेयर उद्योगको विकासलाई ध्यानमा राखेर, साथै के भन्यो, आईटी र सफ्टवेयर उद्योगको विकासलाई ध्यानमा राखेर वित्तीय, शिक्षा, उपचार, पर्यटन आदि सेवा उद्योगले पनि कोरियाको डिजिटल आर्थिक विकासको लागि नेतृत्व गरिरहेका छन्। साथै कोरियाको केपअप, कोरियन फिल्म आदिले पनि के गरेको छ, विश्वव्यापी लोकप्रियतामा बल पुर्याएर सांस्कृतिक सामग्री उद्योगले पनि ठुलो ध्यान आकर्षण पाइरहेको छ, विश्वभरि चर्चित छ, चर्चा पाइरहेको छ भनेर चाहिँ भन्न खोजेको छ। र आजको छङ्बोको अन्तिम प्याराग्राफमा छ छोइगुनेनुन हालै चाहिँ सानप चौथो चरणको औद्योगिक ह्याङम्याङ क्रान्तिको सिदेरोल युगलाई थेबी हाय तयार गरेर इन्गोङ जिनुङ भनेको आर्टिफिसियल इन्टेलिजेन्स, जसलाई एआई भनेर भन्छौँ, त्यो एआई इन्गोङ जिनुङ, त्यस्तै बिग डेटा भनेको ठुला डाटाहरू, अनि छायल छुयङछा भनेको चाहिँ सेल्फ ड्राइभिङ कार आफै चल्ने गाडीहरू, त्यस्तै रोबोट भनेको रोबोट, दुङ्गे आदिको खिसुल खेबारे सिप विकासमा चाहिँ मान्नुन धेरै थुचारुल हागो सुम्य, धेरै लगानी है, यो थुजा भनेको लगानी, थुजारुल हागो सुम्य
भनेको लगानी गरिएको भई इरुल यिनीहरूको थोङहे मार्फत सेरोउन सङ्जाङ भनेको नयाँ उत्पादन अथवा प्रगति गर्ने थोङ्न्याकुल शक्ति छातकोजा भनेको खोज्न चाहने नोरेक हागो सुम्निदा प्रयास भइरहेको छ। इरान यस्ता सानब खुजोए भनेको यस्ता उद्योग संरचनाको फेनफारुन परिवर्तन चाहिँ हाङ्गुक भनेको कोरिया, ख्याङ्जे भनेको अर्थतन्त्र, कोरियाको अर्थतन्त्र अथवा कोरियन अर्थतन्त्र, खुक्चे भनेको अन्तर्राष्ट्रिय रूपमा ख्याङ्जेङ्न्याकुल प्रतिस्पर्धालाई चाहिँ नोफिनुन उच्च गर्ने बेलामा चाहिँ खियाहागो भनेको खियागो सुम्निदा भनेको खियाहादा भनेको योगदान दिनु, खियाहागो सुम्निदा भनेको योगदान दिइरहेको छ भनेर भन्न खोजे। यहाँ तल पनि छुटेछ, म भन्छु। अब हालै चाहिँ चौथो चरणको औद्योगिक क्रान्तिको युगलाई तयार गर्यो। अहिलेको युग भनेको चौथो चरणको औद्योगिक क्रान्तिको युग भनेर भन्छन्। यो बेलामा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स, ठुला डाटाहरू भयो, सेल्फ ड्राइभिङ कार, रोबोट आदि निर्माण गर्यो। त्यसको सिप विकासका लागि पनि धेरै लगानी भइरहेको छ भनेर भन्न खोजेको छ। त्यस्तै यिनीहरूको मार्फतबाट चाहिँ उत्पादन प्रगति गर्ने शक्ति खोज्न चाहने प्रयास भइरहेको छ कि नयाँ उत्पादन, नयाँ क्रिएसन कसरी गर्ने भनेर चाहिँ त्यस्तो शक्तिको कसरी गर्ने भनेर त्यसलाई खोज्ने प्रयास चाहिँ भइरहेको छ। त्यस्तै यस्ता उद्योग संरचनाको परिवर्तन चाहिँ कोरियन अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धामा ल्याउनको लागि चाहिँ खियागो सुम्निदा भनेको खियाहादा भनेको तपाईँको योगदान दिनु भन्ने हुन्छ, योगदान दिइरहेको छ भनेर भन्न खोजेको छ। र यो सँगसँगै आजको लागि यो भिडियोलाई यहाँ अन्त्य गर्न चाहे। यदि यस्तै अन्य छङ्गोमुनमा साथसाथै टपिक वाइज मिनिङको भिडियोहरू चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। च्याप्टर 35 को छङ्गोमा छ हाङ्गुके सानब खुजो, कोरियाको औद्योगिक संरचना। अब हाङ्गुके भनेको कोरियाको भयो, अनि सानब भनेको औद्योगिक र खुजो भनेको संरचना। पहिलो प्याराग्राफमा छ हाङ्गुके सानब खुजो